स्वागत छ। आज हामी राजनीतिक चेतनाको बारेमा अलि गहिरो कुराकानी गर्दैछौँ। राजनीतिमा नेताको चरित्र, उसको अभ्यास अनि ऐतिहासिक घटनाक्रमले समाजको स्थिरतामा कस्तो असर पार्छ। यो एउटा ठूलो प्रश्न हो र यसको जवाफ खोज्न हामीसँग केही निकै रोचक स्रोतहरू छन्। हामी एउटा समय यात्रामा निस्कँदैछौँ, लगभग 1800 वर्ष पहिलेको रोमन साम्राज्यको सङ्कटबाट सुरु गरेर आजको दक्षिण पूर्वी एसियाको प्रजातान्त्रिक सङ्घर्ष हुँदै आधुनिक राजनीतिक विज्ञापनले हाम्रो दिमागमा पार्ने प्रभावसम्म। एकदम। र यी तीन हेर्दा फरक देखिने विषयहरूलाई एकै ठाउँमा राखेर हेर्दा एउटा साझा धागो देखिन्छ। त्यो हो, कुनै पनि राजनीतिक प्रणालीको सफलता वा असफलता नेता, संस्था र नागरिक बीचको सम्बन्धमा निर्भर गर्छ। जब यो सन्तुलन बिग्रिन्छ, चाहे त्यो प्राचीन रोममा होस् वा आजको कुनै देशमा, सङ्कट आउँछ नै। आजको हाम्रो छलफलको उद्देश्य नै यही सन्तुलन कसरी बन्छ अनि कसरी भत्किन्छ भनेर बुझ्नु हो। ल, त्यसो भए हाम्रो समय यात्रा सुरु गरौँ। पहिलो गन्तव्य तेस्रो शताब्दीको रोमन साम्राज्य। स्रोतहरूमा यसलाई तेस्रो शताब्दीको सङ्कट भनिएको छ। यो शब्द सुन्दा नै अलि डरलाग्दो छ है। वास्तवमा के भएको थियो त्यति बेला? कल्पना गर्नुहोस्, 50 वर्षको अवधिमा 20 भन्दा बढी सम्राटहरू आए अनि गए, जसमध्ये धेरैजसोको हत्या भयो। साम्राज्य गृहयुद्ध, विदेशी आक्रमण अनि महामारीले थला परेको थियो। यो पूर्ण अराजकताको समय थियो र यो सङ्कटको जरा खोज्दै जाँदा हामी आर्थिक समस्यामा पुग्छौँ। आर्थिक समस्या? मलाई त लागेको थियो रोम सधैँ धनी थियो। तर त्यो एउटा बिन्दुसम्म, जबसम्म उसले नयाँ भूमिहरू जितिरहेको थियो होइन। तर तेस्रो शताब्दीसम्ममा अब त्यो विस्तार लगभग रोकियो। भनेपछि? भनेपछि लुटपाटबाट आउने धन र स्रोत त्यो बन्द भयो। तर अर्कोतिर साम्राज्यको सेनाको आकार र उनीहरूको तलब भने बढ्दै गयो। आम्दानी घट्ने, खर्च बढ्ने, यो कुनै पनि सरकारका लागि खतरनाक अवस्था हो। कर प्रणाली पनि भ्रष्ट थियो, जसले गर्दा सम्राटहरूले पैसा जुटाउन धनी मानिसहरूको सम्पत्ति जफत गर्न थाले। ओहो, यसले त पक्कै पनि ठूलो तनाव बढायो होला। र यही बेला ब्यारेक सम्राटहरूको उदय भएको देखिन्छ। यो कस्तो रोचक शब्द! यसको मतलब के हो? यसको मतलब हो ती सम्राटहरू जसलाई सिनेट वा जनताले होइन, सेनाले छानेको थियो। उनीहरू शक्तिशाली सेनापति थिए, तर उनीहरूसँग शासन गर्ने कुनै राजनीतिक अनुभव वा वैधता थिएन। उनीहरूको शक्ति बन्दुकको नालमा अर्थात् तरवारको धारमा टिकेको थियो। म्याक्सिमिनस थ्रेश यसको पहिलो र सबैभन्दा प्रख्यात उदाहरण हुन्। हो, स्रोतमा उनको बारेमा उल्लेख छ। उनी एक साधारण किसान परिवारबाट आएका थिए र सिनेटले उनलाई सम्राट मान्नु पर्दा आफूलाई अपमानित महसुस गरेको थियो रे। मलाई त यो सुन्दा अचम्म लाग्यो। यसले त रोमको परम्परागत शक्ति संरचना र सेना बीचको खाडल कति गहिरो थियो भन्ने देखाउँछ नि है। बिल्कुल, त्यो अपमानको भावना निकै महत्त्वपूर्ण थियो। यसले के देखाउँछ भने समस्या केवल एक अनुभवहीन लिताको मात्र थिएन, बरु रोमको प्रणाली नै भत्किनै थियो। सेनाले राजनीतिक प्रक्रियालाई नै हाइज्याक गरेको थियो। यसको सबैभन्दा डरलाग्दो परिणाम सन् 238मा देखियो, जसलाई 6 सम्राटहरूको वर्ष भनिन्छ। सोच्नुस् त, एकै वर्षमा 6 जना फरक व्यक्तिले आफूलाई सम्राट घोषणा गरे र वर्षको अन्त्यसम्ममा ती सबै मारिए। एक वर्षमा 6 सम्राट र सबैको हत्या? यो त कुनै सिनेमाको कथा जस्तो सुनिन्छ। यो राजनीतिक उथलपुथलले आम मानिसको जीवनमा कस्तो असर पार्यो होला? असर विनाशकारी थियो। साम्राज्यको विशाल व्यापारिक सञ्जाल जसले सबैलाई जोडेको थियो, त्यो टुट्यो। मुद्राहरूको अवमूल्यन भयो। यसलाई यसरी बुझौँ, आज तपाईको खल्तीमा भएको 1000को नोटले भोलिदेखि 100 रुपियाँको मात्र सामान किन्न सकिने भयो भने जस्तै। यसले पुरै अर्थव्यवस्था तहस नहस बनायो। कुनै बेला शान्त र सुरक्षित मानिने रोम जस्ता सहरहरूले पनि आफ्नो सुरक्षाका लागि अग्ला र बाक्ला पर्खालहरू बनाउनु पर्यो। यो डर र असुरक्षाको प्रतीक थियो। तर यति धेरै अराजकताको बावजुद पनि पुरै रोमन साम्राज्य त त्यति बेलै पतन भएन। विशेष गरी पूर्वी रोमन साम्राज्य, जसलाई पछि बाइजेन्टिन साम्राज्य भनियो, त्यो कसरी बाँच्यो? के त्यहाँका नेताहरू राम्रा थिए? नेतृत्व एउटा पक्ष थियो, तर स्रोतले अर्को महत्त्वपूर्ण कुरा औल्याएको छ, भूगोल। पूर्वी साम्राज्यको राजधानी कन्स्टान्टिनोपल
तीनतिरबाट पानीले घेरिएको थियो र यसको सुरक्षाका लागि बनाइएका थियोडोसियन पर्खालहरू यति बलिया थिए कि त्यसलाई तोड्न लगभग असम्भव थियो। यसले बाहिरी आक्रमणकारीहरूलाई रोकिदियो। यसको ठिक विपरीत पश्चिमी साम्राज्यको सिमाना धेरै फराकिलो र खुल्ला थियो, जसलाई रक्षा गर्न निकै गाह्रो थियो। तर के भूगोल मात्रै सबै थोक थियो त? के पूर्वी साम्राज्यको सामाजिक संरचना वा प्रशासन पश्चिमी साम्राज्यभन्दा साँच्चै बलियो थिएन र? तपाईले एकदम सही प्रश्न उठाउनुभयो। भूगोलले मात्र सबै कुराको व्याख्या गर्दैन। इतिहासकारहरू पिटर हेदर र ब्रायन वार्ड पर्किन्सको तर्क यहाँ सान्दर्भिक छ। उनीहरू भन्छन् कि साम्राज्यको पतन कुनै एउटा मात्र कारणले भएको होइन, यो आन्तरिक कमजोरी र बाह्य दबावको संयोग थियो। उनीहरू हुन जातिको आक्रमण जस्ता घटनाहरूलाई दुर्भाग्यपूर्ण घटनाहरूको श्रृङ्खला भन्छन्। यसको मतलब कहिलेकाहीँ इतिहास संयोग र भाग्यले पनि निर्देशित हुन्छ। तर रोमको यो कथाबाट सिक्नुपर्ने मुख्य कुरा के हो भने, जब कुनै देशको नेतृत्व चयन गर्ने प्रक्रिया योग्यता वा वैधतामा होइन, बल वा वफादारीमा आधारित हुन्छ, तब अराजकता निश्चित छ। यो केवल रोमको कथा होइन, यो एक विश्वव्यापी चेतावनी हो। रोमको यो पतनको कथा साँच्चै डरलाग्दो चेतावनी हो। यसले बलियो देखिने प्रणाली पनि भित्रभित्रै कसरी कमजोर हुन सक्छ भनेर देखाउँछ। के यस्तै प्रकारका चुनौतीहरू आजका आधुनिक प्रजातन्त्रहरूले पनि सामना गरिरहेका छन्? पनि सार उस्तै छ। अब हामी आधुनिक समयमा फर्कौं र दक्षिण पूर्वी एसियाका देशहरूको संगठन, जसलाई आसियान पनि भनिन्छ, त्यहाँको अवस्था हेरौं। हामीसँग भएको प्रतिवेदनले त्यहाँका प्रजातन्त्रहरूले सामना गरिरहेका चुनौतीहरूलाई उजागर गरेको छ, जस्तै राजनीतिक भ्रष्टाचार, कमजोर न्याय प्रणाली अनि बेला बेलामा हुने राजनीतिक हिंसा। यी समस्याहरू सुन्दा कता कता रोमको संस्थागत क्षयको याद दिलाउँछ। त्यसो भए यो प्रतिवेदनले समाधानका लागि केही उपायहरू सुझाएको छ कि? प्रजातन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ त? हो, प्रतिवेदनले 3 वटा मुख्य सिफारिसहरू गरेको छ, जुन निकै आधारभूत तर महत्त्वपूर्ण छन्। पहिलो, विधिको शासनलाई बलियो बनाउने, अर्थात् कानून सबैका लागि बराबर होस् र न्याय प्रणाली निष्पक्ष होस्। दोस्रो, शक्तिलाई केन्द्रीकृत हुन नदिने र त्यसको निष्पक्ष वितरण सुनिश्चित गर्ने। र तेस्रो, सबै नागरिक, विशेष गरी महिला, अल्पसंख्यक र दुर्गम क्षेत्रका समुदायहरूलाई राजनीतिक प्रक्रियामा सहभागी हुनबाट रोक्ने बाधाहरू हटाउने। यी सिद्धान्तहरू सुन्दा त राम्रै लाग्छन्, तर व्यवहारमा उतार्न कत्तिको गाह्रो हुन्छ। प्रतिवेदनले नागरिक समाजको भूमिकाबारे केही भनेको छ? यहाँ नागरिक समाज संगठन मतलब CSOS को भूमिकालाई विशेष जोड दिएको छ। यी सरकारभन्दा बाहिरका स्वतन्त्र समूहहरू हुन्, जसले जनताको आवाज उठाउँछन्। उनीहरूले चुनावको निष्पक्षताको निगरानी गर्ने, सरकारलाई जवाफदेही बनाउन दबाव दिने र आवश्यक सुधारका लागि वकालत गर्ने जस्ता महत्त्वपूर्ण काम गर्छन्। यसको एउटा उत्कृष्ट उदाहरण मलेसियाको BRC 2.0 हो। BRC 2.0 यो के हो? अलि विस्तारमा भन्नुस् न। BRC 2.0 सुरुमा मलेसियाका विपक्षी दलहरूले स्वतन्त्र र निष्पक्ष चुनावको माग गर्दै सुरु गरेको एउटा अभियान थियो। तर बिस्तारै यो कुनै पार्टी विशेषको अभियान नरहेर प्रजातन्त्र र जनताको सशक्तिकरणको लागि लड्ने एउटा सिद्धान्त केन्द्रित नागरिक गठबन्धनमा परिणत भयो। यसले के देखाउँछ भने, जब नागरिकहरू सङ्गठित हुन्छन्, उनीहरूले राजनीतिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्। यो त निकै आशालाग्दो कुरा हो। स्रोतमा परिणाम दिने प्रजातन्त्र भन्ने अवधारणाको पनि उल्लेख छ, जसलाई अङ्ग्रेजीमा अ डेमोक्रेसी द्याट डिलिभर्स भनिएको छ। यसको आशय के हो? यसको सरल अर्थ हो यस्तो प्रजातन्त्र जसले सिद्धान्तमा मात्र होइन, व्यवहारमा पनि जनताको जीवनमा सुधार ल्याओस्। अधिकांश मानिसहरूका लागि प्रजातन्त्रको अर्थ चुनावमा भोट हाल्नु मात्र होइन। उनीहरू चाहन्छन् कि प्रजातन्त्रले राम्रो आर्थिक अवस्था, सुरक्षा र स्थिरता पनि ल्याओस्। जब प्रजातन्त्रले यी आधारभूत कुराहरू दिन सक्दैन, तब जनतामा निराशा बढ्छ। तर यहाँ एउटा खतरा पनि त होला नि, आर्थिक विकासको नाममा प्रजातान्त्रिक मूल्य र मान्यताहरूलाई तिलाञ्जली दिने खतरा। तपाईले ठ्याक्कै मूल कुरा समात्नुभयो।
प्रतिवेदनले यही चेतावनी दिएको छ। आर्थिक परिणाम महत्त्वपूर्ण छ, तर त्यो प्राप्त गर्ने नाममा सुशासन, मानवाधिकार र विधिको शासन जस्ता विश्वव्यापी मापदण्डहरूलाई कमजोर बनाउनु हुँदैन। यो एउटा निकै नाजुक सन्तुलन हो र दक्षिण पूर्वी एसियाका धेरै देशहरू यही सन्तुलन कायम गर्न सङ्घर्ष गरिरहेका छन्। हामीले नेताहरूको असफलता रोममा र बलियो संस्थाहरूको महत्त्व दक्षिण पूर्वी एसियामा बारे कुरा गर्यौं, तर नेता र जनता बीचको संवाद कसरी हुन्छ? यसले हामीलाई हाम्रो तेस्रो विषयमा ल्याउँछ, राजनीतिक मार्केटिङ। यो सुन्दा त कुनै सामान बेच्ने विज्ञापन जस्तो लाग्यो। के राजनीति पनि यसरी नै बेचिन्छ? हो, धेरै हदसम्म। राजनीतिक मार्केटिङ भनेको कुनै उम्मेद्वार वा नीतिको प्रचार गर्नु मात्र होइन। स्रोतले औल्याएको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यसले नागरिकहरूले राजनीतिबाट के अपेक्षा गर्छन् भन्ने कुरालाई नै परिवर्तन गरिदिन्छ। यसको प्रभाव सकारात्मक र नकारात्मक दुवै हुन सक्छ। यसको नकारात्मक पक्षबाट सुरु गरौँ न। मलाई लाग्छ हामी सबैले चुनावको बेला यस्ता कुराहरू अनुभव गरेकै छौँ, अवास्तविक वाचाहरू, होइन त? हो, त्यो एउटा ठूलो समस्या हो। जब कुनै उम्मेद्वारले 100 दिनमा देशको कायापलट गर्ने जस्ता असम्भव वाचाहरू गर्छ र पछि पूरा गर्न सक्दैन, तब जनतामा निराशा र अविश्वास बढ्छ। तर यो अविश्वास त्यो एउटा नेताप्रति मात्र सीमित रहँदैन, बिस्तारै पुरै राजनीतिक प्रणालीप्रति नै शङ्का उत्पन्न हुन थाल्छ। र यसको अध्यारो पक्ष पनि होला नि, जब मार्केटिङले तथ्यलाई भन्दा भावनालाई बढी महत्त्व दिन्छ। बिल्कुल। जब राजनीतिक सन्देशहरू डर, क्रोध वा अन्धराष्ट्रवाद जस्ता भावनाहरूमा आधारित हुन्छन्, त्यसले समाजलाई विभाजित गर्छ। यसले हामी विरुद्ध उनीहरूको भावनालाई बलियो बनाउँछ। तपाईको समुदाय, तपाईको जात वा तपाईको धर्म खतरामा छ भन्ने जस्ता सन्देशहरू मानिसहरूलाई तर्कसङ्गत सोच्नबाट रोक्छ र सामाजिक एकतालाई कमजोर बनाउँछ। सामाजिक सञ्जाल र 24 घण्टा चल्ने समाचार च्यानलहरूको यो युगमा त यो समस्या झन विकराल भएको होला। जताततै राजनीतिक नारा र सन्देशको बाढीले एक किसिमको राजनीतिक थकान पनि त ल्याउँछ होला नि। अवश्य। जब जलवायु परिवर्तन वा आर्थिक सङ्कट जस्ता जटिल मुद्दाहरूलाई केही शब्दको नारामा सीमित गरिन्छ, तब गहिरो र अर्थपूर्ण बहस हराउँछ। निर्णयहरू दीर्घकालीन हित हेरेर होइन, छोटो अवधिको लोकप्रियताका लागि लिइन्छन्। यसले नागरिकहरूमा एक किसिमको चिन्ता र दिक्दारी बढाउँछ र उनीहरू राजनीतिबाटै टाढा भाग्न खोज्छन्। त्यसो भए के राजनीतिक मार्केटिङ सधैँ खराब नै हुन्छ त? यसको कुनै सकारात्मक प्रयोग हुन सक्दैन? हुन सक्छ। स्रोतले स्पष्ट पारेको छ कि यो स्वाभाविक रूपमा हानिकारक हुँदैन। यसको नैतिक प्रयोग पनि सम्भव छ। उदाहरणका लागि, यसले नेताहरूलाई नागरिकका वास्तविक आवश्यकता र चिन्ताहरू के हुन् भनेर सुन्न र बुझ्न मद्दत गर्न सक्छ। यसलाई एकतर्फी प्रचारको सट्टा दुईतर्फी संवादको माध्यम बनाउन सकिन्छ। तर यो कसरी सम्भव छ? नेताहरूलाई नैतिक बन्न आग्रह गरेर मात्र त हुँदैन होला? हुँदैन। यसको वास्तविक समाधान नागरिकहरूमा छ। त्यो हो राजनीतिक र मिडिया साक्षरता। जब नागरिकहरूले आफूले सुनेका वा देखेका सन्देशहरूलाई आलोचनात्मक रूपमा मूल्याङ्कन गर्न सक्छन्, जब उनीहरूले तथ्य र भावना बीचको भिन्नता छुट्याउन सक्छन्, तब उनीहरूलाई हेरफेर गर्ने सम्भावना कम हुन्छ। अन्त्यतः एउटा स्वस्थ समाजका लागि नैतिक नेता मात्र होइन, सूचित र सचेत नागरिक पनि उत्तिकै आवश्यक पर्छन्। नेताहरूले त्यही कुरा बेच्छन् जुन नागरिकले किन्न तयार हुन्छन्। आजको छलफल साँच्ची नै आँखा खोल्ने खालको रह्यो। हामीले तेस्रो शताब्दीको रोमका अराजक ब्यारेक सम्राटहरूको असफलताबाट सुरु गर्यौं, जहाँ बलले वैधतालाई प्रतिस्थापन गरेको थियो। त्यसपछि हामी आधुनिक दक्षिण पूर्वी एसियामा पुग्यौं, जहाँ बलियो संस्थाहरू र नागरिक समाजले प्रजातन्त्रलाई जोगाउन सङ्घर्ष गरिरहेका छन्। र अन्त्यमा हामीले राजनीतिक सन्देशहरूले हाम्रो सोच र समाजलाई कसरी आकार दिन्छ भनेर हेर्यौं। हो, र यी सबै स्रोतहरूलाई एकै ठाउँमा जोडेर हेर्दा एउटा स्पष्ट निष्कर्ष निस्कन्छ। कुनै पनि राजनीतिक प्रणालीको स्थिरता, चाहे त्यो प्राचीन साम्राज्य होस् वा आधुनिक प्रजातन्त्र, तीनवटा स्तम्भमा टिकेको हुन्छ: प्रभावकारी र वैध नेतृत्व, बलियो र निष्पक्ष संस्थाहरू, र एक सचेत एवं संलग्न नागरिक समाज। यी तीनमध्ये कुनै एउटा स्तम्भ कमजोर हुँदा सम्पूर्ण प्रणाली नै सङ्कटमा पर्न सक्छ।
यो एक निकै नाजुक सन्तुलन हो। यो छलफललाई टुङ्ग्याउन अघि म श्रोताहरूलाई एउटा विचार छोड्न चाहन्छु। समाजशास्त्री जोसेफ टेन्टरको एउटा सिद्धान्त छ। उनी भन्छन्, समाजहरू आफ्ना समस्याहरू समाधान गर्न निरन्तर रूपमा जटिल प्रणालीहरू बनाउँदै जान्छन्, जस्तै ठूलो सेना, धेरै कानून, जटिल प्रशासन। तर एक बिन्दुमा पुगेपछि त्यो जटिलता कायम राख्ने लागत त्यसबाट प्राप्त हुने फाइदाभन्दा बढी हुन जान्छ। त्यही बिन्दुबाट पतन सुरु हुन्छ। रोमले आफ्नो सीमाना रक्षा गर्न र प्रशासन चलाउन सेना र कर्मचारी तन्त्र यति धेरै बढायो कि अन्ततः त्यही बोझले उसलाई डुबायो। अब प्रश्न यो छ कि आज हामी पनि हाम्रा बढ्दो समस्याहरू जस्तै जलवायु परिवर्तन, आर्थिक सङ्कट वा विश्वव्यापी महामारी समाधान गर्न निरन्तर रूपमा प्राविधिक र प्रशासनिक जटिलता थप्दै जाँदा कतै त्यही घट्दो लाभको जोखिममा त छैनौँ? यो प्रश्न विचारणीय छ।